जो साथीहरू विभिन्न लोकसेवाको एक्जाममा नासु खर्दार अधिकृत लेभलको याच्छे अनि यता इन्जिनियरिङतिर हामीलाई एउटा क्वेसन सधैँ सोध्ने गर्छ आइटीको पार्टबाट भेन डायग्राम। आज हामीले यसै भेन डायग्रामको बारेबाट तपाईँहरूलाई म जानकारी दिन गइरहेको छु। अब भेन डायग्राममा त डिफ्रेन्ट टाइपको क्वेसनहरू आउँछ। यो क्वेसन यति उति भन्ने क्वेसन हुँदैन, त्यो धेरै भास्ट च्याप्टर छ। तपाईँले जति वर्डहरू जान्नुहुन्छ त्यो सबै भेन डायग्राममा देखाउन मिल्छ। जस्तै तपाईँलाई म एक्जाम्पल, अब योसँग रिलेसन के मिल्छ भन्दा धेरै कुराहरू मिल्छ। यसको रिलेसन यो इन्टरसेक्सन, दुईवटा कुराहरू के भएको छ यसमा भन्दाखेरि इन्टरसेक्ट भएको छ यो एउटा कन्डिसनमा। अर्को कन्डिसनमा हामीलाई तीनवटा त्यो चिजको बारेबाट दिन्छ अनि यहाँनिर पनि यसमा के छ त ए बी सी, यो ए र बी पनि इन्टरसेक्ट छ, बी र सी पनि इन्टरसेक्ट छ। यहाँ ए बी, यसमा पनि त्यस्तै ए र बीको इन्टरसेक्ट भएको छ। अनि अर्को कस्तो क्वेसन आउँछ भन्दाखेरि तीनटा एकै ठाउँमा इन्टरसेक्ट भएको हो। त्यस्तै हामीले डिफ्रेन्ट क्वेसन अनि ओभरल्याप भएको सबै हामी अब एक्जाम्पल वाइज हेर्दै जान्छौँ। क्वेसन कस्तो आउँछ भन्दाखेरि रिलेसन पत्ता लगा भनेर दिन्छ हामीलाई। के दिन्छ भन्दाखेरि म्यान बोय, अब यसको रिलेसन कसरी पत्ता लगाउने भन्दाखेरि मेन र बोय उस्तै छ सुनिन्छ। वुमन त टोटल्ली डिफ्रेन्ट हो, वुमनलाई यहाँ टोटल्ली डिफ्रेन्टमा राख्ने। अब के गर्ने भन्दाखेरि यहाँ मेनमा के पनि पर्छ, बोय पनि पर्छ हो। यसको रिलेसन के हुन्छ भन्दाखेरि मेन बोय र वुमनको रिलेसन, यो वुमन भइगयो, यो मेन भइगयो, यो बोय। यसको रिलेसन के भयो भन्दाखेरि यो भयो। फेरि अब हामी अर्को क्वेसन प्र्याक्टिस गर्छौँ। टेबल, चेयर, फर्निचर। अब यस्तोमा के हुन्छ भन्दाखेरि यो एउटा फर्निचर हो। फर्निचरभित्र टेबल पनि पर्यो तर चेयर पनि पर्यो, यिनीहरू बिचमा केही रिलेसन भएन। यो चाहिँ के भयो भन्दा फर्निचर, यो के भयो टेबल, यो चेयर। हामी त्यसै गरी अरू क्वेसनमा प्र्याक्टिस गर्दै जान सक्छौँ। भेजिटेबल, ओनियन, गार्लिक। भेजिटेबल बाहिरको हो, अनियन र गार्लिक चाहिँ डिफ्रेन्ट भएकाले यो भयो। अब त्यस्तै अर्को प्र्याक्टिस गरौँ। नेपाल, BAGNATL, बागमती, KTHMAND, काठमाडौँ। यसको रिलेसन के हुन्छ भन्दाखेरि यो ठुलो पार्ट चाहिँ नेपाल, त्यसपछि प्रोभिन्स बागमती प्रोभिन्सभित्र के पर्छ भन्दाखेरि काठमाडौँ पर्छ। यसको रिलेसन के भयो भन्दाखेरि बाहिरको नेपाल, त्यसपछि बागमती, त्यसपछि काठमाडौँ हो। यसै गरी तपाईँले आफैले क्वेसन बनाउँदै आफै प्रिपेयर गर्न सक्नुहुन्छ। अब फेरि अर्को क्वेसन हेरौँ। म्यान बोय, यसको रिलेसन के हुन्छ भन्दाखेरि मेन डक्टर पनि हुने भयो, बोय पनि हुने भयो। यसको रिलेसन के हुने भयो भन्दाखेरि म्यान बोय डक्टर, मेन डक्टर पनि हुने भयो, बोय पनि डक्टर हुने भयो। त्यही भएर यहाँ के भयो त इन्टरसेक्ट भयो, तिनैजनाको इन्टरसेक्ट भयो। डक्टर नहुन पनि सक्छ, त्यही भएर यो हाम्रो के भयो भन्दाखेरि यस्तो हो। यसै गरी तपाईँले डिफ्रेन्ट टाइप अफ क्वेसनहरू प्र्याक्टिस गरेर सल्भ गर्न सक्नुहुन्छ। धन्यवाद। Thank you so much for watching. See you in the next lesson.